हेलो गाइड्स, नमस्ते सबैजनालाई। आज भने हाम्रो बुलबुलेमा भिजिट हुँदैछ। भर्खरै हामी टिकट काटेर आइसक्यौँ। टिकट काउन्टर पनि छ यता, टिकटको व्यवस्था पनि रहेछ यहाँको। आज चाहिँ विशेष गरेर बुलबुले घुम्ने प्लान बनिरहेको छ हामीहरूको। केटाहरू अगाडि हिँड्दैछन् होइन, केटाहरू हिँडिरहेछन्। बुलबुलेको यताउताको वातावरण चाहिँ जे होस् राम्रो छ भन्नुपर्छ होइन। टक्क रुखहरूमा पनि जे होस् हेर्न लायकको दृश्यहरू पनि छन्। अब त्यहाँभित्र प्रवेश हुँदैछ। त्यहाँ के छ कस्तो छ, यहाँ घुम्ने हुन्छ नि, मान्छेलाई घुमेर मन पर्ने ठाउँ छ कि छैन, घुम्न लायकको ठाउँ छ कि छैन, हामी तपाईँहरूलाई देखाउँला होइन गाइज। सो यहाँ गाडी पनि जाँदो रहेछ यहाँनिर गेटबाट। सो गाइज अब भने हामी जाँदैछौँ होइन। यस्तो छ यहाँको। हामी चाहिँ जाँदैछौँ होइन। अब चाहिँ केही समयपछि पुग्दैछौँ। त्यो चाहिँ पिकनिक स्थल रहेछ। यो मैले लेखिरहेको छु, यो चाहिँ पिकनिक स्थल। उताबाट जाँदो रहेछ बुलबुलेमा। अब विशेष गरेर यहाँ जोडीहरू जाने हुँदो रहेछ होइन। सबैजना आफ्नो आफ्नो जोडी लिएर जाँदैछन्। हामीले पनि कहिलेकाहीँ जानुपर्छ सायद, हाम्रो जोडी हामीसँगै भएपछि। सो अब भने हामी केही समयपछि हामी गेटभन्दा भित्र प्रवेश गरिसक्नेछौँ। यहाँ भने गाडीहरू भित्र ल्याएर पार्किङ गर्ने एरिया दामी छ। गाडी पार्किङ हुँदैछन् यता, बाइकहरू गाडीहरू होइन। जोस् रमाइलो भइरहेछ। केटाहरू खानेकुराहरू खोली खाँदैछन् केटाहरू यहाँ आफ्नै पारामा। तिमीसँगै कपाली मासेर अलिक काटियो पनि हामीले बाजेले भने यहाँ टक्क गर्दै हुनुहुन्छ यता होइन। पुरा चराचुरुङ्गीको आवाज, आहा क्या मजाको चराचुरुङ्गीको आवाज पनि आइरहेछ होइन। यस्तो दामी ठाउँ छ यो चाहिँ, बस्ने ठाउँ यहाँको। सँगसँगै यहाँ सबैजना रमाइलो गरिरहेछन् भन्नुपर्छ होइन। अब चाहिँ हामी फाइनल्ली बुलबुलेभित्र प्रवेश गर्न लागिसकेका छौँ होइन। यो चाहिँ बुलबुले क्रस भइसक्यो। कहाँ हुनु? हामी चाहिँ भित्र आइसक्यौँ। यहाँ क्यामेराम्यान साथीहरू टक्क यहाँ फोटो खिच्ने होइन, आफैले यहाँ टक्क क्यामेरा ल्याएर आफ्नो जे होस् काम गरिरहेछन् भन्नुपर्छ। फोटोसोटो खिचाउने काम हुँदो रहेछ यहाँ होइन। त्यसपछि लिएर यस्तो छन् बुलबुलेमा हाँसहरू होइन। यो चाहिँ यहाँको लभ, टक्क लभको चित्रमा सबैजनाले फोटो खिच्ने भनौँ न। जोडीहरू चट्ट लाएर यसरी यहाँ निस्किएर यसरी फोटो खिच्ने रहेछ यहाँ। यस्तो छ बुलबुले फाइनल्ली। अब हामी भने बुलबुले यस्तो छ यहाँको दृश्यहरू होइन। प्रवेश हुँदैछ, फोटो खिच्दैछन् यतिर सबैजनाहरू। क्यामेराम्यान भाइहरू सट्ट आफ्नो फोटो खिच्दैछन् होइन। यहाँ चाहिँ यस्तो दामी धारा छ है गाइज, हेर्नु है, हेर्नु है, हेर्नु। यस्तो दामी धारा छ नि होइन। नेचुरल हो कि यो भनेको एकदम। आहा हा हा टक्क लाएर नि नुहाउनु धुने भनौँ न। बुलबुलेको 10 धारामा लुगा धुन र नुहाउनु निषेध गरिएको छ। यहाँ चाहिँ लुगा धुन र नुहाउन चाहिँ निषेध गरिएको रहेछ। सबैजनाले यो रुल्सलाई फलो गर्नु होला भनौँ न, बाहिरबाट आउने साथीहरूले पनि। अझै हामी चाहिँ अझ भित्र छिर्दैछौँ
यहाँभित्र अब के छ अझ पनि देखाउने प्लानमा चाहिँ छौँ हामी होइन। त सबैजना आफ्नो भिडियो सिडियो बनाउँदैछन् यतातिर भनौँ न। अझै हामी यहाँको एकदम रमणीय ठाउँमा चाहिँ हामी जाँदैछौँ। हेर्नु आहा रुख पनि हेर्नु कति दामी सुन्दर एकदम होइन। यस्तो दामी रुख छन् नि हेर्नु न टक्क लाएर कसैले बनाएको जस्तो कि होइन। प्राकृतिकले यसरी बनाइदिन्छ कि ठाउँलाई पनि। हाम्रो नेपाल त यसै पनि प्राकृतिकको धनी देश हो होइन। त्यसमाथि अलिकति थोरै राज्यले नहेरेर मात्रै अलिकति कमजोरी देखिएको हो। नत्र भने एकदम पर्यटकीय स्थल होइन। नेपालमा पर्यटकहरू भित्रिआएर एकदम राम्रो आम्दानी गर्न सक्ने वातावरण बन्थ्यो होला सायद। तर पनि ठिकै छ, बिस्तारै हुन्छ। अब अलिकति परिवर्तन हुँदैछ हाम्रो गाउँ घर नेपाल सिङ्गो नेपालमा केही न केही परिवर्तन होला भन्ने आशा पनि जागिरहेको छ। हामी भने छिर्दैछौँ यहाँभित्र एकदम। अझ यसमा चाहिँ आजभोलि अब हिउँदको महिना भएर अलिकति हिउँदको महिना भएर फुलहरू अलिकति माथि छैनन्, सानो सानो फुलहरू छन्। अनि सिजनमा आउने हो भनेपछि टक्क पुरा हरियाली ढकमक्क फुलले ढाकेको होइन। भित्र प्रवेश गर्दाखेरि एकदम आनन्दित महसुस हुने बनाएको रहेछ यहाँ चाहिँ। अब भने तालको छेउ देखिसकेको छ गाइस होइन। फाइनल्ली बुलबुलेको तालमा हामी प्रवेश गरिसकेका छौँ। ताल हामीले देखिसकेका छौँ। ताल हामीहरूको अगाडि आइसकेको छ। यत्रो ताल छ। कुनै बेला बुलबुलेको तालमा चराहरूले गुड लगाएर बस्थ्यो भने होइन। अब आजभोलि चाहिँ सबैजना मान्छेहरू घुम्न होइन टक्क यहाँ ढुङ्गा चल्ने भइसकेको छ। यो हुनमा पनि हाम्रो एउटा पत्रकार जुम्लाको भनौँ न विकास साई दाइले यहाँको भिडियो बनाएर हाल्नुभएको थियो। त्यो भिडियो बनाइसकेपछि बुलबुले अलिकति परिवर्तन भएको हो जस्तो हामीले चाहिँ लाग्छ। हामीले त्यो भिडियो हेरिरहेको थियौँ पहिला बुलबुले कस्तो थियो र त्यसपछि बुलबुले कस्तो भयो भन्ने कुराहरू हामीलाई राम्रोसँग थाहा छ। तर पनि बधाई छ भनौँ न यहाँको पालिकाका प्रमुख उपप्रमुखहरूलाई चाहिँ एकदम धेरै बधाई छ भन्नुपर्छ। तपाईँहरूले जस यहाँको ठाउँ यस्तो बनाउनु भएछ एकदम खुसी लाग्यो। बुलबुलेमा डुङ्गा पनि चल्न भइसकेको छ होइन। सरी यार सरी, फोटा खिच्दै रहेछन् क्यामेराम्यान दाजुभाइहरूले होइन। बुलबुलेमा डुङ्गा चल्दैछ। चट्टो लाएर बुलबुलेमा डुङ्गा चल्दैछ। कसरी हो यहाँको टिकट? 200 एकजनाको 200। ल ठिक छ, डुङ्गा चल्यो होइन। मजा आउने रहेछ यार। आउँदैछ 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 नेपालको झन्डा सहितको होइन। नेपालको झन्डा सहितको डुङ्गा बुलबुलेमा सुर्खेतको बुलबुलेमा यसरी चल्छ। यो हो कि एउटा एकदम आनन्दित हुने कि सब टिकट काट्नेको घुइँचो छ यहाँ। सबैजना टिकट काटिरहेको छन्। सबैजनालाई मन कसलाई हुँदैन र होइन। कसलाएर बुलबुले केटाहरू हिँड्दैछन्। के छ केटा हो, कस्तो फिल भइरहेछ? बुल यता हेरेर भनौँ न। बुलबुलेमा आइसकेपछि होइन तिमीहरूलाई के हो यहाँ डुङ्गा चरम जस्तो लागिसक्यो क्या हो है? ओहो यति त हुनै पर्यो नि। अनि सर के छ बुलबुलेमा कतिको आनन्द फिल भयो त? के हो जोडी ल्याएर आउने मन लाग्यो क्या बुलबुलेमा है? चिटिक्क ल्याएर आएर बस्ने होइन?
यस्तो छ ओहो हो 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 ए बुलबुलेमा डुङ्गा चलिरहेको छ गाइज होइन पानीले छाल हानिरहेको छ यता होइन पहिला त यस्तो थिएन नि है बुलबुले है पहिला पुरा चराहरूले गुरु लगाएर बसिरहेको थियो होइन अहिले चाहिँ यस्तो छ बुलबुले अहिले चाहिँ मजा आउने भएर रहेछ जे होस् भनौँ न ओहो हो 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 यस्तो छ यस्तो छ यस्तो छ यस्तो छ यस्तो छ यस्तो छ यहाँको दृश्य ओहो हो 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 सो 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 सो